हेलो एभ्रिवान, आज चाहिँ हामी तोरीबारीको गुम्बा घुम्न जाँदैछौँ। हेलो एभ्रिवान, सबैजनालाई है। अब आज छोराछोरी साथीहरूसँग गरेर यत्तिकै घरमा बस्नुभन्दा तोरीबारीको गुम्बा हेरेर भनेर चाहिँ हामी निस्केको छौँ र हामी अगाडि बढ्दैछौँ। अब पहिलो यात्रै गरेर हामी जाँदैछौँ। कहिले जाने भनेर आउँदाखेरि रहेछ भने चाहिँ हामी गाडीमा अटोमा लिएर भनेर खोलाछोरी हाम्रो ताप लाइन छोराछोरी साथी कान्छी छोरा जेठा ल ठिक्कै अब पानी पनि गयो। पानी पनि नखान नसक्ने हो, पानी आयो। अब यहाँनिर राउन्ड के गर्नु, पानी पनि खाने बेला चाहिँ डाइजेसन लाग्यो र हामी पानीपुरी अब कसले खाने कसले अच्छा यसले ठिक पार्दैछ यो अघि रेडिभ लाइनमा। अब कसको ठुलो मुख हुने भनेर यहाँ चाहिँ म चाहिँ भिडियो गर्दैछु है। कसले चाहिँ ठुलो मुख गरेर चाहिँ पानीपुरी खान्छ। यहाँ पानीपुरी एकदम ल सानो छोराले सुरु गर्यो। कान्छी साथीले ला मेरो भिडियो है जे पनि उल्टै हुँदो रहेछ। ल यहाँ छोरा ठुलो छोरा सुशान्तले पनि खाँदैछ र सबैले पानीपुरीको मजा लिँदै यतिखेर खोलाको डिलमा। र पानीपुरी खाइसकेर हामी खोला पुग्छौँ र यहाँनिर हाम्रो साथीहरूको सेल्फी र फोटो चलिरहेछ। म चाहिँ अब जुत्ता खोज्ने अवस्था आयो पानीमा। हामी अब खोला तर्दैछौँ। खोला तरिनु सकेको छौँ। आनन्द पर देखेको चाहिँ गुम्बा खोला बिचमा परबाट हिँडेर आएको मिलाउनु फ्लाइटमा हामीहरूले धुलो खाँदै हामी अगाडि बढेका छौँ। ल पिकनिकहरू पनि चलिरहेछ। अझै पनि पिकनिक यो ठाउँमा पिकनिक प्लेस हो। एक तारिक त यहाँ खुट्टा राख्ने ठाउँ हुँदैन। अहिले पनि पिकनिक आइरहेको छ, खाइरहेको छ। गाइस आज चाहिँ हाम्रो गुम्पा जाँदैछौँ। गुम्पा तपाईँ आज छ यो सिलगढीको गुम्पा हो। यहाँ हेर्नुहोस् मेरो दादा यहाँ छ। खोइ मेरो नाना छुनाहरू यता हुनुहुन्छ अनि उता हुनुहुन्छ नाना अनि ऊ पर हुनुहुन्छ मेरो पापा। गुम्पा ऊ देखाउँदैछ। हामी चाहिँ गुम्पा घुम्नु आएको आज गर्मी भइरहेको छ। जाडोको मौसममा गर्मी भइरहेको छ। पर्खिनुहोस् ल पछि यो पछाडिको फोटो खिच्न लाग्दैछ दादाले। नाना यो चाहिँ मेरो सालीजी हो। नानीहरू धेरै टाढो रहेछ। तोरीबारीको गुम्बा पुगेको छु र यसरी गुम्बा हेर्न थुप्रै पर्यटकहरू अब लोकल पर्यटकहरू आउँदो रहेछ। सबै आफ्नो मस्तमा व्यस्तमा फोटो खिच्ने यताउता है, घुम्ने हेर्ने गुम्बा दर्शन गर्ने। कोही अब फुलको मजा लिने या शीतलको मजा लिने या शान्तिको वातावरणको मजा लिने। हामीले पनि नानीहरूले ओम माने पेमे गर्दै यो एउटा मन्त्रको जुन जापहरू वरिपरि एक राउन्ड घुमाएपछि हामी त्यहाँदेखि घुम्दै हामीले यो मनमा पनि गर्दै हामीले घुमायौँ। नानीहरूले पनि रमाइलो गऱ्यो किनभने यही गुम्बा अस्ति नानीहरूले हेर्छु भनेर चाहिँ मैले नै देखाउँछु भनेको थिएँ र छोरा तपाईँले देखिरहनु भएको छ र ठुलो छोरा पनि छोरी छ र हामी गुम्बा घुम्दैछु। गुम्बा तोरीबारी है, वेस्ट बङ्गाल सिलगढी मिलनमोड नजिक परेको गुम्बा। र यसरी हामीले जप्दै यो घुमाउँदै हामी अगाडि बढिरहेका छौँ। यो गुम्बाको वरिपरि परिक्रमा गरिरहेका छौँ। थाकेको ताकेको सम्पूर्ण यहाँ आउने हरेक पर्यटकहरू शान्त होस् भनेर आएर त्यहाँदेखि चट्ट गरेर चाहिँ एकछिन चाहिँ सुतिदिएँ मैले लाज ड्याम्मसँगले शान्तिसँगले हो। यहाँ फुलहरू सधैँ फुलेको रहेछ फेरि हो। कति रमाइलो कति राम्रो यो फुलहरूसँग रमाइलो लाग्छ हो। आफूले पनि यसरी रोपेर फुलाउनु मन लाग्छ तर के गर्नु अब फुलैको संसार जस्तै। अब हामी त्यहाँदेखि फर्किन्छौँ सानो छोरा र ठुलो छोरीको कोचिङ जानुपर्ने हुन्छ टाइममा। गुम्बा पनि घुमेर फर्क्यौँ। सिद्धि र छिनाको सँगै फेस्नुहोस्। सिद्धि र छिना
यताबाट सिक्किने छिना सिक्किने सुसान पापा पनि यसो यता हेर भाइ बाहिर छिना बाहिर छिना बाहिर दादा हेर